कारवाही गर्ने पर्ने मान्छेलाई पनि सम्मानपूर्वक तपाईँले कारवाही गर्नुपर्छ भन्ने हुन्छ र? हो कि होइन? सम्मानपूर्वक तपाईँलाई कारवाही गर्छु। मलाई चाहिँ कुनै कुरा, म चाहिँ अलिक कडा मान्छे छु क्या। गर्नुपर्ने कुरा गर्नै पर्छ भन्ने मान्छे हो म चाहिँ। म गरौँला नि त सम्मान भन्ने चाहिँ, मलाई गर्नुपर्ने कुराको सम्मान गरौँला, तर यो त कारवाही गर्ने कुरा हो नि। जुनसुकै पनि समयमा त्यो के अरे बदमासी गर्छ भन्ने कुन समय थाहा हुन्छ र? फलाना समयमा बदमासी गर्छु भनेर गरेको हुन्छ त्यो मान्छेले। तर विज्ञान नवप्रवर्तन अनुसन्धान कसरी गर्ने गराउने भन्ने कुरा कानुनको सरहरूलाई सोधेर त कहिले थाहा हुन्छ र? उहाँहरूले नि त बताउन सक्नुहुन्न। अब जुनसुकै समयमा गर्ने गराउने भन्दाखेरि पनि अहिलेसम्म कति हिनामिना भएको छ, भ्रष्टाचार भएको छ अहिलेसम्म। त्यो नराख्दाखेरि सम्मानपूर्वक भन्ने शब्द राखिएको भए त्यो भ्रष्टाचार हटिहाल्ने हो त। अनि व्यावहारिकतामा पनि कुरा गरौँ भन्ने कुरा चाहिँ मेरो हो।